अब तपाईहरुलाई म भोजपुर जिल्लाको सुन्दर रमणीय ठाउँ भोजपुर बजार देखाउन गइरहेको छु। भोजपुर बजारमा चाहिँ तपाईहरुले अद्भुत रूपमा होटल बिन्तुना, होटल चन्द्रमा लगायतका भ्यूहरू लगायत सुविधा सम्पन्न होटलहरू पनि विशेष प्रशस्त छन्। आज म तपाईहरुलाई सिद्धकाली मन्दिर, भोजपुरको प्रसिद्ध मन्दिर सिद्धकालीको दर्शन गराउन गइरहेको छु, जहाँ चाहिँ आत्मीय रूपमा, अध्यात्मको रूपमा सिद्धको बाबाको र प्रसिद्ध भोजपुरको टाउकोमा रहेको मन्दिर सिद्धकाली मन्दिरको आस्थाले गर्दा भोजपुर जिल्लामा अहिलेसम्म हर कुराले बचाएको र यहाँको चाहिँ भोज भतेरहरू चाहिँ पूर्ण पुगेर पनि उब्रेको ठाउँ हुनाले भोजपुर भनेको भन्ने किंवदन्तीको साथ आज तपाईहरुलाई म सिद्धकाली मन्दिर चाहिँ भ्रमण गर्न गइरहेको छु। गाइस, तपाईहरुले देख्न सक्नुहुनेछ आज तलतिर मुनि बोर्डरको सिडिओ कार्यालय, भोजपुर जिल्ला प्रशासन कार्यालय, साथमा रहेको सिडिओ कार्यालय अफिसको परिसर चाहिँ म तपाईहरुलाई आज घुमाउन गइरहेको छु। ल गाइस, सिडिओ कार्यालय मन्दिरहरू हेर्न चाहनुहुन्छ भने, यदि भोजपुर बजार घुम्न चाहनुहुन्छ भने आउनुभयो भने यो ठाउँलाई नबिर्सिनु ल। ल ओके, ल ल हेर्नुहोस् यसरी घन्टी बजाएको ल हेर्नुहोस्। ल गाइस, तपाईहरुलाई म आज सिद्धकाली मन्दिरबाट चाहिँ फेरि पनि हामी जिल्ला प्रशासन कार्यालय सिडिओ कार्यालयतिर लाँदैछु। दाजु यो के हो? यो घेरा बारे हो यति? घर चाहिँ कहाँ? अब चाहिँ हामी भोजपुर जिल्लाको यो चाहिँ साथमा बहिरा अभङ्गी स्कुल, बहिराहरूले विशेष गरी अपाङ्ग भएका व्यक्तिहरूले पढ्ने स्कुल, अपाङ्ग पनि कान नसुन्ने व्यक्तिहरूको लागि पढ्ने स्कुल पनि हो। यो सिद्धकाली मन्दिरको छेउमा छ माथिल्लोपट्टि सिद्धकाली मन्दिर र साथमा मुनिपट्टि यो बहिरा आवासीय विद्यालय तपाईहरुले देख्न सक्नुहुनेछ हैन। साथमा अब हामी सिडिओ कार्यालय नजिक पुगे, भोजपुर बहिरा आवासीय आधारभूत विद्यालय। ल हेर्नुहोस्, ल हेर्नुहोस्
ल अब हामी भोजपुर जिल्लाको जिल्ला प्रशासन कार्यालय सिडिओ कार्यालय पनि भनिन्छ। आज हामी चाहिँ त्यहाँ जाँदैछौँ। यदि तपाईँहरूले पनि कानुनी रूपमा कुनै पनि जिल्लाभित्रका अथवा बाहिरका जति पनि गुनासो होइन अथवा सेवा लिन चाहनुहुन्छ भने जिल्ला प्रशासनबाट लिने सेवाहरू चाहिँ तपाईँहरूले लिन सक्नुहुनेछ। ल हेर्नुहोस् गाइज, भोजपुर उद्योग वाणिज्य सङ्घ साथमा भोजपुर जिल्ला प्रशासन कार्यालय। ल यो चाहिँ गाडी पार्किङ एरिया, साथमा हामी भोजपुर जिल्ला चाहिँ छिर्दैछौँ। ल यहाँबाट जाने जिल्ला प्रशासन कार्यालय।